यदि तपाईहरु पनि एउटा YouTube च्यानल बनाएर त्यसबाट अर्निङ गर्न चाहनुहुन्छ भने तपाईहरुको लागि चाहिने हुन्छ एउटा नयाँ YouTube च्यानल। र आजको भिडियोमा म तपाईहरुलाई सिकाउने छु एउटा नयाँ YouTube च्यानल कसरी बनाउने भनेर। लेट्स स्टार्ट भिडियो। सबैभन्दा पहिला तपाईहरु YouTube भन्ने एपमा आउनु होला। त्यसपछि तपाईहरुले यु भन्ने देख्न सक्नुहुन्छ, त्यहाँ क्लिक गर्नु होला। त्यसपछि तपाईहरुले त्यहाँ स्विच अकाउन्ट भनेर लेखेको छ, त्यसमा क्लिक गर्नु होला। त्यसपछि त्यहाँ एउटा प्लस भन्ने आइकन आइरहेको छ, त्यसमा प्लसमा क्लिक गर्नु होला। त्यसपछि तपाईहरुको पिन पासवर्ड जे राख्नु भएको छ त्यो इन्टर गरेपछि यस्तो इन्टरफेस आउनेछ तपाईकोमा। त्यसपछि तपाईहरुले सिम्पली आफ्नो लागि नयाँ अकाउन्ट बनाउन चाहनुहुन्छ त्यसैले क्रिएट अकाउन्टमा क्लिक गर्नुस्, फर माइ पर्सनल युजमा क्लिक गर्नुस्। त्यसपछि तपाईहरुले नाम राख्न सोधेको छ, तपाईहरुले आफ्नो जे नाम छ त्यो आफ्नो नाम राख्नु होला। मैले चाहिँ आफ्नो नाम आयुष अनि तल तिवारी राख्न गइरहेको छु। राखिसकेपछि नेक्स्टमा क्लिक गर्नु होला। त्यसपछि तपाईहरुको यहाँ डेट अफ बर्थमा आएको छ, तपाईहरुको डेट अफ बर्थ जे हो त्यही नै राख्नु होला। अब 18 इयर्स भन्दा कम हुनुहुन्छ भने बरु बढी राख्नु होला, कम हुनुहुन्छ भने त्यही राख्नु होला। किनकि तपाईहरुले युट्युबले अझ भेरिफाई गर्नको लागि डकुमेन्ट पनि माग्न सक्छ, त्यसको कारण जे छ त्यही राख्नु होला। त्यसपछि त्यहाँ आफ्नो नामहरु जस्तै आयुष भनेर राख्न गइरहेको छ। आयुष चाहिँ पहिल्यै भइसकेको हुन्छ त्यसैले मिलेन। तपाईहरुले आफ्नो नाम अनि त पछाडी केही एउटा नम्बरहरु @ त्यस्तो राखेर पनि खोल्न सक्नुहुनेछ। मैले चाहिँ नम्बरहरु राखेर खोलेको छु। त्यसपछि तपाईहरुले पासवर्ड राख्नु होला। पासवर्डमा पनि तपाईहरुले आफ्नो नामहरु अनि @ अनि नम्बरहरु यस्तो राख्नु भयो भने चाहिँ तपाईहरुको पासवर्ड स्ट्रङ हुन्छ, नत्र चाहिँ खासै बलियो देखिदैन पासवर्ड। त्यसैले यस्तो राखेर क्लिक गर्नु होला। त्यसपछि नेक्स्टमा क्लिक गर्नुस्। त्यसपछि त्यहाँ पनि यहाँ नेक्स्ट भन्ने आइरहेको छ, त्यसमा नेक्स्टमा क्लिक गर्नु होला। त्यसपछि तल आएर आई एग्री भन्नेमा क्लिक गर्नु होला। त्यसपछि तपाईहरुको मोबाइलमा एउटा नयाँ च्यानल क्रिएट भइसकेको त छैन, तर नयाँ जीमेल चाहिँ क्रिएट भइसकेको छ, युमा आउनु होला। त्यसपछि तपाईहरुले सिम्पली त्यहाँ क्रिएट अ च्यानल भनेर लेखेको छ त्यसमा क्लिक गर्नु होला। त्यसपछि तपाईहरुले सबभन्दा पहिला चाहिने भनेको एउटा फोटो हो। यदि तपाईहरुले बनाउनु भएको छैन भने आफ्नो फोटो च्यानलको लागि फोटो बनाउने कसरी भनेर पनि युट्युबमा टन्नै भिडियो चाहिँ हेर्न सक्नुहुन्छ। तपाईहरुको जुन फोटो छ त्यो राख्नु होला एउटा। मैले चाहिँ गेमिङको लागि बनाउन गइरहेको छु त्यसैले मैले गेमिङको एउटा फोटो चुज गरे। त्यसपछि तल सेभ एज प्रोफाइल पिक्चर भनेको छ त्यसमा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि तपाईहरुकोमा एउटा नाम राख्नुपर्ने हुन्छ। तपाईहरुले कुन नाम राख्न युट्युबमा राख्न चाहनुहुन्छ त्यही नाम राख्नु होला। मैले चाहिँ गेमिङको लागि राख्न गइरहेको छु त्यसैले चाहिँ मैले आयुष भन्ने पछाडी चाहिँ गेमिङ भनेर राख्ने छु। तपाईहरुले पनि जे चाहनुहुन्छ त्यही राख्नु होला। त्यसपछि सिम्पली तपाईहरुको नाम राखिसकेपछि ह्यान्डल भन्नेमा आउनु होला। त्यसपछि तपाईहरुले त्यहाँ जे पनि राख्न सक्नुहुनेछ, आफ्नो आफूले सर्च गर्दा आउने नामहरु पनि राख्न सक्नुहुनेछ। तपाईहरुले यहाँ एउटा कुनै नम्बरहरु राखेर आफूले सर्च गर्दा ठ्याक्कै यो च्यानल आउने बनाउन पनि सक्नुहुनेछ। मैले एउटा नम्बर राखे, त्यसपछि डन गर्छु। त्यसपछि तपाईहरुले सिम्पली तल क्रिएट च्यानल भनेको छ त्यसमा क्लिक गर्दिनु होला। त्यसपछि लोडिङ भइरहेको छ। यति गरेपछि तपाईहरुको च्यानल बनेर रेडी भइसकेको छ, तपाईहरुले देख्न सक्नुहुनेछ। युमा गइसकेपछि मेरो एउटा च्यानल बनेर क्रिएट भइसकेको छ। त्यसपछि तपाईहरुले च्यानल बनाउने बित्तिकै भिडियोमा पहिल्यै भिडियो हाल्ने त्यस्तो कामहरु चाहिँ नगर्नु होला। सबैभन्दा पहिला तपाईहरुले केही सेटिङहरु अन गर्नुपर्ने छ। यदि तपाईहरुले सेटिङ अन गर्नु भएन भने तपाईहरुको भिडियोमा 0 भ्युज 1 भ्युज नै आउने सम्भावना हुन्छ। त्यसैले त्यो सेटिङहरु जान्न चाहनुहुन्छ भने कमेन्टमा सेटिङ लेख्न नबिर्सिनु होला। मैले नेक्स्ट टपिक सेटिङ कसरी बनाउने भन्ने लिएर आउने छु। र भिडियो राम्रो लाग्यो भने लाइक गरेर च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनु होला।